भिडियोमा आज चाहिँ म के एडभाइस दिन आएको भन्दा लास्ट एन्ड वान एडभाइस फर एभर के यो एडभाइस चाहिँ कहिले पनि लागु हुन्छ लाइफमा भन्दा पनि लागु गर्नु पर्दो रहेछ है। विश्वास कसैलाई नगर्नुहोस्, न आफ्नो श्रीमानलाई, न आफ्नो परिवारलाई, न आफ्नो दाजुभाइ, न आफ्नो साथीभाइ, न आफन्त। नो वन क्यान ट्रस्ट। विश्वास गर्ने लायक कोही हुँदैनन्। त्यही भएर विश्वास कसैलाई गर्ने होइन छ भन्ने कुरा 25 वर्षमा आएर बल्ल थाहा पाएँ मैले। पहिला पहिला सानो हुन्थ्यौँ, सोच्थ्यौँ यस्तो भएर होला उस्तो भएर होला, आफै आफै एउटा कुरा कल्पना गर्ने, सोच्थे यस्तो भएर होला तर कोही पनि विश्वास गर्न लायक छैन यो संसारमा। त्यही भएर सबभन्दा पहिलो कुरो आफूले आफूलाई ट्रस्ट गर्नुहोस्, विश्वास गर्नुहोस्, अगाडि बढ्नुहोस्, कसैको विश्वास नगर्नुहोस्। ओके, मैले चाहिँ हिजोबाट यो एडभाइस लाइफमा युज गर्दै आइरहेको छु। अब 25 वर्षसम्म युज गर्नेछु। 25 वर्षभन्दा त बाँच्दिनँ म। 25 टु 25 50। ओके, त्यही भएर अब हेर्नु न, सोचेको हो मैले। हाम्रो अब सानो भयो, सानोमा बालापन भन्यो, उमेर बढ्दै गयो, पढाइ 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 भन्दै गयो, कलेज पढ्न थाल्यो, कलेज भन्यो, अनि टेन्सन पैसाको आउँछ, त्यो कलेज पढ्न थालेपछि जबलेस भन्ने सोच आउँछ, जब गर्न मन लाग्छ, अनि हेर्दा हेर्दा बिहे हुन्छ। बिहे भइसकेपछि जब गर्नेले जब गरिरहन्छ, नगर्नेले कोही कोहीले जब बिहेपछि गर्छ, कसै त्यस्तै घर बसिरहन्छ, अनि कसैको बच्चा हुन्छ, कसैको बच्चा भइसकेपछि लाइफ घुमिरहँदो रहेछ कि एउटा सर्कल रहेछ कि लाइफ भनेको चाहिँ। जन्मियो, फेरि बालापन, अनि फेरि ठुलो भयो, बिहे गर्यो, बच्चा पायो, बुढो भयो, मर्यो, जन्मियो, त्यही कन्टिन्यू रहेछ क्या लाइफमा चाहिँ। त्यही भएर कि मैले यो गर्न थियो ऊ गर्न थियो सोच्ने मात्रै होइन चाहिँ कि मनमा आछ गर्न सक्छु भनिसकेपछि आँट लिएर अगाडि बढिहाल्नु पर्दो रहेछ कि। सोझो भएर काम छैन, लोसो भएर काम छैन। जे गर्न मन छ लाइफमा गरिहाल्ने, सक्सेस हुन मन छ भने अघि बढिरहने। कसैले पनि रोक्न सक्दैन। आफूले आफूलाई साथ र सपोर्ट गर्यो भने नेभर कोही पनि आएर रोक्न सक्दैन सक्सेस पाउन। त्यही भएर सोच्नुहोस् आफ्नो लाइफमा विश्वास गर्नुपर्छ या गर्नु पर्दैन भन्ने कुरा आफूमा भर पर्छ। सकभर 100% विश्वास नगरौँ, विश्वास 20% 30% त गर्नुपर्छ अलिअलि। पुरै चाहिँ नगर्नु होला कसैले। यसले मलाई पैसा दिन्छ, यसले मलाई पाल्छ, यसले मलाई खाना दिन्छ, सुख राख्छ भनेर बिहे गर्छ नि मान्छे। गर्ने नै होइन त्यो, त्यसरी चाहिँ गर्ने नै होइन। म आफ्नो खुट्टामा उभिन सक्छु, म आफै कमाउन सक्छु, म आफै गर्न सक्छु भनेर अगाडि बढ्नु लाइफमा जे कुरा गर्दा पनि डिसिजन आफ्नो हातमा हुन्छ। जे गर्दा पनि डिसिजन आफ्नो हातमा हुन्छ। ओके, कसैले कर लाएर हुँदैन, कसैले केही गरेर हुँदैन। त्यही भएर आफू स्ट्रङ हुने अनि अगाडि बढ्ने। सक्सेस हाम्रो पछि 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 आएको हुन्छ, त्यसले हामीले कुन बाटोमा लिएर जान्छ भने आफ्नै हातमा हुन्छ। लाइफ अचम्मको छ क्या, के गरौँ के नगरौँ यस्तो कन्डिसन हुन्छ क्या एउटा मान्छेको। त्यही भएर जे गर्नु पहिले गर्नु। हावा लाग्छ अलिअलि, कपाल उडिरहेछ, यस्तो फिलिङ्स आइरहेको, हिरोइन होला। मेरो सब्सक्राइबै
बढे होइन, मेरो लाइक नि बढे होइन, मेरो फलोवर्स नि बढे होइन, मेरो केही पनि बढेको छैन। किन साथीहरू यस्तो नगरौँ न? लाइक कमेन्ट सब्सक्राइब सबै गर्ने हो क्या। एडभाइसहरू आउँदै गर्छ ल। भ्लगिङ गरौँ कि एडभाइसहरू राखौँ कि के गरौँ? एनी सजेसन प्लिज? के गरौँ के गरौँ? ओके, हिडन सला फिलिङ्स, दिस इज माई सङ। यो मेरो मनको टुक्रा